ल जाउँ दाइ ठिकै छ जाउँ न यहीबाट पाकी परिहरू होइन दाइ खिचिरहेछ आज है तो मौसम चाहिँ बवालै हो क्या दाइ आज ए तेरीका आम्मामा कस्तो यार खिच्न चाहिँ खिचिरहेको छु कस्तो आइरहेको छ थाहा छैन भाइ यस्तो अफरोडिङ हामी हानिदिरहेको छौँ दाइ ए ल ठिक छ हाम्रो कोसिस जारी छ निस्किन्छ तपाईँको त त्यही पनि अफरोडिङ टायर छ दाइ मेरो त त्यही पनि छैन त रोड टायर हो अलिक गाह्रै पर्छ बिहान यस्तो राइड गर्न चाहिँ मजा आउँछ नि दाइ के हो आज पिकनिक खानेहरू बब्बाल धेरै आएको छ आज हामीले एक दुईचोटि कुदाइमा चाहिँ यो ट्रेल राम्रै बन्छ होला होइन दाइ ए ढुङ्गा चाहिँ ल है कट्यो तपाईँ त सिट त्यही पनि डाउन गर्नुहोस् न वाउ वाट अ भ्यू होइन दाइ हेर्नु न आम्मा के हो
राइट राइट त्यही भएर हावाफुल बनाएर हिँड्दैन कि हावाफुल भयो भने चाहिँ हजुर ऊ छिटिन्छ मैले अघि जुन सुरुमा लगाएको थिएँ नि हजुर त्यो चाहिँ ठिक्क थियो क्या हावा केटाहरूले कस्तो कामले तरिकाले सार्छ हामी त अब सार्ने भनेको यस्तो छ हेर्नु नि एकदम प्रब्लम हुन्छ नि होइन हामी फर्स्ट टाइम हो नि त यस्तो भाइ अप्ठ्यारोमा केटाहरू अब ट्रेनिङ गरिराखेको हुन्छ अलिकति बचाउनु पऱ्यो न्यू साइकल हो नि त होइन भाइ अब ल पुरानो साइकल भयो त ब्राङ बुडुङ जता हाने पनि हुन्छ अब दुइटै नयाँ साइकल बडाङ बुडुङ हान्नै मिलेन नि अब आफ्नो सामानलाई रक्षा गर्नुपर्छ आफैले होइन दाइ तर यो ट्रेल चाहिँ दामी हो क्या है दाइ बिहान बिहान आयो भने चाहिँ घारीतिर चाहिँ छिर्छु जस्तो लाग्छ क्या बेला कट्यो है कट्यो डर लागिहाल्छ त्यही छैन फर्स्ट छुएन है छुएन हेर्नु नि यस्तो अड्किन्छ भने ल है कट्यो ए अस्ति हो यो चाहिँ चढ्यो यहाँसम्म चढाउँदा त आमा है दाइ अब त पुगिगयौँ नि हामी आफ्नो यहाँदेखि फेरि क्या दामी बाटो छ नि त गाई पनि रहेछ हेर ल है कट्यो उफ जान्छ चिप्लान चाहिँ पालामा दामी चिप्लिँदो रहेछ नि दाइ सुलुत चिप्लिँदो रहेछ अब यहाँबाट हामी अब बोकेरै लानुपर्छ अब हामी उही लगेर राखौँ है अस्ति ठाउँमा राइडर हो यो ब्लगर पनि हो युट्युबर पनि हो थापा सरकार ब्लग्स थापा सरकार
होटल हँदैन के भन्छ युनिक नपर्नुपर्छ हो त्यस्तो अब चाहिँ बोकेर तार्नुपर्छ दाइ फाइनली वी आर एट खोला गाइस स्विमिङ गर्न आएको अवस्था वाउ हाम्रो जे होस् यहाँ हिँड्दै नेचुरल स्विमिङ पुल बाबा छ है सकिन्छ होला यहाँबाट यहीँबाट दाइ यसरी हो क्या यहाँ दाइ यहाँ यस्तो चट्ट पारामा लाउनु त ए झन् छिटो नि अँ અહીં રાખી દઉં म चाहिँ यहाँ सुताएर राखिदिन्छु तर थोरै हेलमेट चाहिँ आउँदो रहेछ उयोमा चाहिँ र बबाल आउँदैछ कटाएर हान अर्को अब अर्को पार्ट